चामल त्यही चितवन र झापा पुग्न सक्दैन। यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। के साह्रो क्रेज हो यार। आफैमा यो सिन्जा भ्याली सिभिलाइजेसन, सिन्जा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गम स्थल, खस भाषाको उद्गम स्थल। यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ। यो सबै भयो भने एउटा सभ्यता मानिन्छ। त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। जसरी काठमाडौँ महानगरपालिकामा हाम्रो नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौँ, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौँ र त्यो जोगाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। देशमा अझै पनि भोकमरी छ, अझै पनि 4 वर्ष मुनिका बालबालिकाहरूको मृत्यु दर एकदमै बढ्दो छ।